गाइस म तपाईहरु सामने फेरि आगे यहाँ के भयो भने तीनजना भाइहरुले स्कुटी लिएर त्यहाँ साथीसँग स्कुटी लिएर घुम्न जानलाई अनि भाइहरुले चाहिँ यो स्कुटी चाहिँ यस्तो भएको छ यहाँ असहमति भएको छ यो यहाँ स्थानीय पनि हुनुहुन्छ यहाँ समस्या उत्पन्न भइरहेछ एक्सिडेन्ट भयो तर बच्चाहरुलाई केही पनि भएन हामीले सबभन्दा ठुलो पैसाको कुरा हैन के स्कुटी अर्को नयाँ पनि किन्न सक्छ पुरा टुङ्गे छ के पुरा टुङ्गे छ हामीले चोरले ल्याएको हामीले हान्छ अनि चोरेको हैन चोर किन भन्न भन्नु कति बेर छोराले उठेर मेरो स्कुटी लक गरेको भने भन्नु पर्दैन भने के मेरो सामानगुली नसेर यस्तो अर्को यही छ तिनटा बाबु चढा भाइले हैन के बाबु भर के भने यो बाबुले जब स्कुटी लाँदा गाडी चढेर उहाँ समात्यो उले चाहिँ यस्तै सबैको सल्लाह त्यही भन्छ के यहाँ पर्यो मिलेर उहाँ नै जानु हुन्थ्यो के एउटालाई केही भइरहेको भए उहाँ जेल बस्नु पर्छ के रे उहाँको कम्ती नाबालकलाई बच्चालाई नाबालकलाई चाबी दिएर पठाउनु भनेको त उहाँको गलत हो नि मेरो पुगेको छैन पुले मेरो छोरालाई तानेर अगाडि बसेर यसो भनेको भए सहमतिमा आएर चारजनाले गरम भनेको भए यहाँ लफडै हुन्थेन बिचारा हामीले पनि उनीहरुको गाडी आछ देखेर बोलेको हो के न त्यतिकै बोलेको हैन के हाम्रो दाइ भाइ अरु भन्दा उहाँले त्यत्रो बच्चालाई चाबी दिएर स्कुटी दिँदाखेरि हाम्रो छोराछोरीको बच्चा कतै केही भएको भए को जिम्मेवार ठीक छ हैन तर तलमाथि चोटपटलले सिट गरेर कसले दिने स्कुटी त परै जान्छ मान्छे अलि हाम्रो त यस्तो अलि भाषा अलि उहाँको साधन भइसक्यो त्यसै बिमार पुलिस आयो भने पुलिस पुलिसले बोलाएको भए भइहाल्थ्यो हामी सबैभन्दा बेको भनेको हामी छिमेकी हो पुलिस बोलाइदियो अब हाम्रो कमजोरी हो हाम्रो कमजोरी हो टोलका मेन भनेको अनि चाहिँ पुलिस बोलाइदियो जे गर्नु चाहिँ गर्नु हामीले देखेको यथार्थ बोल्न पर्छ हामी दुईतिर मान्छे कसरी लाग्दैन न बच्चालाई चाहिँ न सामले सुनेको साथमा हामी बोलिए पैसा बोली हैन हामीले त बिचारा हाम्रो बाबा मम्मीले देखेर ठीक लाग्यो भने हाम्रो नानीको देखेर भागे सबै बोल्दिनु हामीले यस्तो बोल्दिन्छ के हाम्रो नानीको बाबाले हुनुहुन्न अब त्यस्तै दिँदाखेरि कुरा त यहाँ यस्तो भयो क्या नाबालकलाई चाबी दिनु भएको छ सहमति जाम भने अब सम्झाउनुहोस् खास यहाँ आउनुपर्ने विशेष कारण त यस्तो थियो कि नर्जन भाइको छोरा अनुप पनि त्यो स्कुटीमा साथमै भएको कारणले एक्सिडेन्टमा ऊ पनि परेको कारणले हामी यहाँ आउनु परेको कारण त्यो थियो चोटपटक चाहिँ खासै केही पनि लागेको छैन नर्मल छ त्यसैले सहमतिमा आउनुभयो सबै पक्ष सहमतिमा आएर केस चाहिँ सिद्धिसकेको छ हस् धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद लाइक कमेन्ट सब्स्क्राइब र सेयर पनि गरिदिनु होला भन्दै म बिदा हुन्छु।